गाडी छैन आज यस्तो रोक्न कोही रोकिदिन्छ त रोक्नु त हात हलाउनु न पर्सिङ भन्नु न खाली रहेछ रोक्दैन त रहेछ रोक्दैन बिचारालाई यो चाहिँ रोकिदिन्छ होला लु रोको रोको दुईजना हो यो गाडी देख्ने हामी दिलाराम आइपुगेँ पल्लो दिलाराम हामी चाहिँ अरिङ्गाली मन्दिर आइपुग्यौँ हामी चाहिँ म र आर्यन चाहिँ भोक लागेर चाहिँ खाना खान जाँदैछौँ र हाम्रो साथीहरू हामी चाहिँ अब खाना खान जाँदैछौँ र अब हामी चाहिँ खाना खाएर चाहिँ तपाईँहरूलाई देखाउँछु है बिरालो कस्तो क्युट बिरालो हेर्न कस्तो क्युट यस्तै पो दिनुभयो गरम केही छैन है वेदर यस्तै भए पनि जानुको मजा चाहिँ बेग्लै छ स्टेसन अहिले कताबाट जानुपर्छ भन ल आज चाहिँ इगल क्र्याक जाउँ भनेर घरबाट प्लानिङ गरेर आएको तर आज चाहिँ हाम्रो प्लानिङ चाहिँ उयो भयो वेदर यस्तो भएर त्यो स्टेसन हो हामी चाहिँ ओह्रालो जाँदैछौँ हेरिदिनुहोस् यहाँको वेदर हामी चाहिँ तपाईँहरूलाई देखाउँदै लान्छौँ है आजको भिडियो हेरिदिनुहोस् राम्ररी हेरिदिनुहोस् कसले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भएको छैन लाइक कमेन्ट गरिदिनु भएको छैन प्लिज हेरेर नयाँहरूले पनि हेर्नुहुँदैछ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् र यस हामी चाहिँ यहाँ चाहिँ रोड सानो भएकोले गर्दाखेरि चाहिँ साह्रै उयो हुन्छ आजको वेदर दिन चाहिँ यस्तो भयो हाम्रो चाहिँ यहाँ चाहिँ मन्दिर रहेछ के को मन्दिर है यो मन्दिर रहेछ यहाँ चाहिँ ए रहेछ हनुमानजी मन्दिर रहेछ अब आज चाहिँ अब यस्तै वेदर भए पनि तपाईँहरूलाई चाहिँ आज इगल क्र्याक देखाउनु चाहिँ जाँदैछौँ र तपाईँहरूले त हुन त कतिजनाले है आउनु पनि भएको होला होइन घुम्नु पनि भएको होला तर कतिजना अब कहिले आउनु नभएकोहरूलाई होइन कतिजनालाई अब इच्छा हुन्छ नि त आउनु होइन तिनीहरूलाई चाहिँ देखाइदिँदैछु हेरिदिनुहोस् चाहिँ अँधेरो भएर देखिन राम्रो
तर केही पनि छैन नि त यस्तै वेदर भए पनि मैले होइन युट्युबमा भिडियोहरू बनाएर देखाउँदैछु नि त साथीहरूलाई त्यसमा त्यतिमै खुसी छ वेदर चाहिँ यस्तो भयो अलिकति हेर्छु अब नेक्स्ट टाइम चाहिँ वेदर राम्रो भयो भने चाहिँ तपाईँहरूलाई राम्रो बनाएर देखाउने छु चाहिँ अरू बेला त पानी परेकै हुन्छ आज त हो चाहिँ भएको बल्ल आइपुगेँ यहाँ चाहिँ के रहेछ हौ बुझौँ हामी चाहिँ आज चाहिँ अँधेरो भएकोले गर्दाखेरि चाहिँ त्यति राम्रो चाहिँ देखेको छैन हेरिदिनुहोस् है हामी चाहिँ अर्डरबाट आएको यताबाट आएको हामी चाहिँ अब यता जाँदैछौँ उकालो बहु कस्तो भित्री गरम है वेदर चाहिँ यस्तो भइरहेको छ तर कस्तो बाफेको गरम नि आर्यन चाहिँ फोटोहरू खिच्दैछ बल्ल आउँछु भन्दा आउनु त आएँ तर यस्तो वेदरमा आइपुगेँ न त टिकट उयो गर पैसा नानी यहाँबाट झिक आर्यनले चाहिँ यहाँ टिकट काउन्टरमा गएर टिकट काट्दैछ अब चाहिँ हामी भित्र इन्ट्री हुन्छौँ हेरिदिनुहोस् हामी चाहिँ आइपुग्यौँ यस्तै वेदर भए पनि तपाईँहरूलाई देखाइरहेको छु हेरिदिनुहोस् आजको भिडियो चाहिँ मेरो पनि फोटो खिच्दै ल भाइ हेर्नुहोस् तर अब घाम लागेको भए चाहिँ झन् अब उज्यालो वेदर भएको भए झन् राम्रो हुन्थ्यो तर आज चाहिँ फगी लागेकोले गर्दाखेरि चाहिँ त्यति राम्रो चाहिँ देखेको छैन म पनि जाँदैछु माथि यो माथि चढेन भने चाहिँ अब केही फाइदै हुँदैन चाहिँ उयो रहेछ गरम भएर पनि कस्तो बाफेको गरम छ भने नि बाफ्रे यसरी हामी चाहिँ यसरी घुम्ने खालको साडी छ नि त घुम्दै हिँड्नुपर्छ यसरी चाहिँ गरम भएर चाहिँ म चाहिँ आउनु बित्तिकै राम्रो भिडियो नबनाइ उकालो जाँदैछौँ आज चाहिँ वेदर राम्रो भएको भए चाहिँ दामी देख्ने थियो नि हौ तर केही छैन है यस्तै वेदर भए पनि तपाईँहरूलाई देखाइरहेको छु हेरेर माया सपोर्ट गरिदिनुहोस् यहाँ आइपुगेँ चाहिँ आर्यन रहेछ र यहाँबाट चाहिँ त्यति एउटाहरू चाहिँ राम्रो दिन भएको भए चाहिँ तर उयो मजाको देख्ने थियो तर आज चाहिँ वेदर राम्रो नभएको कारणले चाहिँ
आर्यन चाहिँ उहीँबाट बसिरहेको छ बोर्डिङ लाग्दो मसँग रिसाउँदैछ यस्तो वेदरमा ल्यायो भनेर अहिले चाहिँ यहाँ राम्रो देखिरहेको छ किराहरू हिँड्दो रहेछ हातमा आर्यन अलिक वेदर राम्रो भएको बेलामा फोटो खिच्दिहाल्ला मेरो त्यही रेस्टुरेन्टभित्र पस्न आँटेको र हेरिदिनुहोस् है हामी चियाहरू खान्छौँ हामी चाहिँ अब चिया खान आँटेको र अब हामी चाहिँ यहाँनिर चियाहरू खान आँटेको र हामी चाहिँ कफी मगायौँ र हामी चाहिँ एसीको छेउमा चाहिँ रेस्टुरेन्टमा चाहिँ आएर खाँदैछौँ र हेरिदिनुहोस् है आजकोमा पनि बस्नु रहेछ यो चाहिँ यहाँनिर खाना मगाउँदैछौँ र आर्यनले चाहिँ आलु भुजा खानुहुन्छ अरे हामीले 2टा कफी त अलरेडी मगाइसकेको छौँ र फ्राई मोमो पनि मगाउँछौँ कस्तो हुन्छ टेस्ट गरेर है तपाईँहरूलाई भन्छु है कस्तो हुन्छ भनेर यसको प्राइसहरू यहाँ हेरिहाल्नु भयो तपाईँहरूले र कफी पनि टेस्ट गरेर देखाउँछु र आर्यनले आलु भुजा टेस्ट गरेर भन्छ मैले चाहिँ फ्राइड राइस फ्राइड के भन्छ चिकन मोमो मगाउँदैछौँ र मगाएर चाहिँ तपाईँलाई भन्छु है र चाहिँ यहाँ कफी आइपुग्यो र यो चाहिँ आर्यनको र यो आर्यनको चाहिँ आर्यनले चाहिँ यहाँनिर यो चाहिँ मेरो अब तपाईँहरूलाई खाएर पनि तपाईँलाई टेस्ट गरेर पनि देखाउँछु है हाम्रो कफी चाहिँ र यो आर्यन चाहिँ यहाँनिर फोन चलाउँदै बसिरहेको छ र हेरिदिनुहोस् है अब तपाईँहरूलाई टेस्ट गरेर पनि देखाउँछु चाहिँ म र आर्यनको चाहिँ कफी तपाईँहरूलाई अब म कफी खाएर पनि टेस्ट गरेर पनि देखाउँछु है तपाईँहरूलाई पनि मिठो है मिठो रहेछ टेस्टी रहेछ तपाईँहरू चाहिँ यहाँनिर एसीमा आउनु भयो भने चाहिँ यहाँनिर आउनु सक्नुहुन्छ यहाँ घुमेर पछाडि ब्याक साइडमा आउनु छ यो रेस्टुरेन्ट चाहिँ यहाँ चाहिँ कफीहरू पाउँदो रहेछ है तपाईँहरू आएर यहाँनिर टेस्ट गर्नुहोस् है मिठो पाउँदो रहेछ यहाँ चाहिँ अब चाहिँ तपाईँहरूलाई मोमो लिएर है मोमोहरू पनि देखाउनेछु हामी चाहिँ यहाँनिर टेस्ट गर्दैछौँ यो चाहिँ मेरो चिकन मोमो र मैले चाहिँ फ्राई मोमोको लागि चाहिँ टाइम लाग्छ अरे र ढिलो हुन्छ अरे चाहिँ हामीलाई पनि ढिलो हुन्छ र मैले चाहिँ यहाँनिर फ्राई मोमो मगाइनँ त्यो स्टिम गरेकै मगाएँ र यो चाहिँ आर्यनको आलु मिमी आलु है यो आलु मिमी चाहिँ आलु मिमी हो आर्यनको र यो चाहिँ अचार हेरिदिनुहोस् है अब तपाईँहरूलाई चाहिँ हामी खाएको पनि देखाउँछौँ तपाईँहरूलाई खाएको पनि देखाउँदैछु त्यसरी देखाउँदैछु है
चिकन मोमो पनि तपाईँहरू यहाँ आउनु भयो भने चाहिँ मोमो कफी ट्राई गर्नुहोस् है तपाईँहरूलाई कस्तो लाग्छ मलाई चाहिँ मिठै लाग्यो ललिपप भनेको त अब सकिनँ फाइनली खाएर निस्किसक्यौँ र आज चाहिँ हामी सिधै घर जान्छौँ हेरिदिनुहोस् है अब हामी घर जाउँ ल घरमा चाहिँ फोटो खिच्नै छ होइन फोटो खिचौँ यहाँ चाहिँ पुरा आएछ स्टुडेन्टहरू सबै स्टुडेन्टहरू मात्रै रहेछ यहाँनिर चाहिँ हेरिदिनुहोस् साथीहरू म तर फोटो खिचौँ ल अलिअलि मेरो यहाँ माथि दामी खिचिदिएछस् नि हौ भाइ फोटो मलाई पनि खिच ल ल मेरो यहाँनिर खिच्दै गर्छस् फोटो यतितिर खिच्दिनु यहाँ चाहिँ यस्तो मजाको भइरहेछ यता साइड चाहिँ टोइलेट रहेछ हामी चाहिँ तल आएर बसिरहेको छौँ माथितिर चाहिँ घुम्नेहरू घुमिराख्नु भएको छ र यहाँतिर चाहिँ यस्तो देखिरहेको छ अहिले चाहिँ अलिकति वेदर अलिक राम्रो भयो र यहाँतिर चाहिँ हेर्नुहोस् है सिमसिम हल्का पानी पर्न थाल्यो एसी चाहिँ बल्ल बल्ल आयौँ तर वेदर चेन्ज भएर हाम्रो चाहिँ आज चाहिँ ब्याकलग भयो केही छैन है नेक्स्ट टाइम चाहिँ तपाईँहरूलाई फेरि वेदर राम्रो भएको बेलामा चाहिँ फेरि बनाएर देखाउँछु र हेरिदिनुहोस् है आजको भिडियो चाहिँ तपाईँहरूलाई नेक्स्ट टाइम चाहिँ तपाईँहरूलाई राम्रो बनाएर देखाउने कोसिस गर्छु र आज चाहिँ हेरिदिनुहोस् क्र्याक तपाईँहरूको आज वेदरको कारणले चाहिँ हेरिदिनुहोस् र आजको च्यानललाई चाहिँ मेरो लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् मेरो च्यानललाई चाहिँ